र मेरो कविताको शीर्षक छ मेरो गन्तव्य कहाँ हो त। ठक्कर खाँदै हिँडेको यो जीवन खै कहाँ पुग्ने हो भने आफैलाई गर्ने गर्छु प्रश्न। ठक्कर खाँदै हिँडेको यो जीवन खै कहाँ पुग्ने हो भने आफैलाई गर्ने गर्छु प्रश्न। खै मेरो गन्तव्य कहाँ हो त। शरीर गलिसके आँखा रसाइसके, शरीर गलिसके आँखा रसाइसके, दिनहरू बितिसके, गन्तव्य पुग्ने बाटो छैन। खै मेरो गन्तव्य कहाँ हो त। जब म जिन्दगीदेखि थाकेर अनि बोझले दब्दा, जब म जिन्दगीदेखि थाक्दा अनि बोझले दब्दा, मैले मेरो गन्तव्य भेटाएँ जसले मेरो थाकेको शरीरलाई अनि बोझले दबिएको जिन्दगीलाई सम्हाल्ने। मेरो गन्तव्य येशूमा भेटाएँ, मेरो गन्तव्य येशूमा भेटाएँ। धन्यवाद।